गुड मर्निङ। नमस्ते, स्वागत छ तपाईँहरूलाई हाम्रो युट्युब च्यानल युएस ब्लग फुड भिलेज एन्ड ट्राभल उमङ अनि सुवर्णको यो ब्लगमा। अनि आजको यो भिडियो सानो भिडियो बनाइरहेको छौँ घरको सुँगुर काटिरहेको छ। अनि त्यो भिडियोलाई लिएर बनाइरहेको छौँ। तपाईँले जान्नुभयो होला, थम्बनेल हेरेर अघिबाटै आइडिया आइसकेको छ होइन। यो भिडियो त्यो रहनेछ। हाम्रो यो सुँगुर चाहिँ काट्नुको कारण चाहिँ खुट्टा, पछाडिको खुट्टा क्याल्सियम कम्ती भएको जस्तै के हो, त्यो भएकोले गर्दाखेरि यो भिडियो बनाएको। सो तपाईँले हेरेर प्रतिक्रिया दिन सक्नुहुन्छ। अनि कतिजनालाई गाउँकोहरूलाई पनि सुँगुर मासु नपुग्ला जस्तो भइरहेछ। सो त्यसले गर्दाखेरि हामी क्षमा याचना गर्दै भिडियो बनाइरहेको छौँ है त। यहाँ चाहिँ यसरी काट्छ है सुँगुर राम्रो दिँदैछ। हेरिरहनु मनपर्छ है। थिएटरमा छ क्या घाट कामदो रहेछ नि त। हेलो टिकी, ओइ टिकी टिकी। आज होटल पछि अब अहिले बास्केट लिएर आउँछु ल। कति लाउनु छुरी लागेन हौ। यता लागेको छ यहाँ पनि हो दोकानमा है यता लागेको छ है। यहाँ त ड्राइभिङ छोड्नु भयो अन्त यता पुगेको छ है। सुँगुर प्रेमीहरू, सुँगुरको मासु प्रेमीहरू यता सबै। पचाउने दिने काम मेरो हो नि त। होइन यो बुझ्नुहुन्छ मैले हुन्छ अहिले बिस्तारै के लिनु सजिलो साइली बोजूलाई धुनु लाउनु न अन्त वाङ दादा। बोलाइदिनु त उसो भए। अन्त साइली बोजू भरे आन्द्रा धुन्छ, भरे के धुन्छ, म पनि पढे भएँ। यो मासु माংস छुनेले चाहिँ के भन्छ अरे, पढे। अन्त कता कता आमाको साथीहरू के जाति वरिपरि भन्दा के भन्दा गऱ्यो सबलाई। काट्नु छ यहाँ त अहिले घरि त सुँगुरको मासु कस्तो भइरहेको। एक कुइन्टल भन्नु मात्रै पुग्छ, त्यो पनि डाउट छ। खलङलङ पानी छ र चाहिँ है, पानी खलङलङ छ र चाहिँ। अन्त पानी भने जे कुरोलाई पनि मान्छेलाई पनि पानी चाहिन्छ, सुँगुरको आन्द्रालाई पनि पानी चाहिन्छ। एउटा टुलहरू लिएर भन्छु नि हौ। हाम्रो पानी आयो। खै पोलिथिन बोजू उयो कालो पोलिथिन यहाँ त्यहाँ छ रहेछ है। हाप्देउला 1 केजी। नाउ द इन्ड सक्यो अब टाउकोमा सरेको। साथीहरू यसरी नै सके। मासु एकदम सानो 30 किलो त भयो हो। एकदम ज्यादा अब त्यो मासु नबढेकै काटेको खालि हो। त्यो भएर मासु नराम्रो खालि हुन्छ है। मारेको गुम्बामा चाहिँ सुँगुर यसरी सानो पर्दाखेरि चाहिँ सो नबनी काटेको। कति किलो भयो अरे? टक्कै 35 किलो मासु चाहिँ 35 किलो भयो। अब खुट्टा राख्दाखेरि यसो 36-37 किलो भयो। 40 किलो लगभग पुग्यो होला। 40 किलो पुगेन। खुट्टा त अब यत्रो यत्रो छ। खुट्टा त्यो नबढेर के त्यो बिचरा हो। अन्त बुढो त्यो भएर मान्छे काटेको। अब
कतिजनाले पाउनु भएन हाम्रो भिडियो हेर्नेहरू हाम्रो युएस ब्लग फ्यामिलीको हाम्रो वरिपरिकोहरू सरी भन्दिनँ सरी है गुम्बामा थाहै छ मासु काटे चाहिँ कस्तो हुन्छ होइन हरारुस हुन्छ जो आउँछ नबढेर काटेको जसको शक्ति त्यसकै भक्ति भनेको जस्तै हो नि हो जसले आयो पायो लग्यो होइन क्यासमा यास अरे नि त साइली बजीले भनेको सो यो सानो भिडियो यति नै थियो है त ल हुन्छ अब खाने हो हामी खाना खाँदै गरेको पनि हाल्छु है त ल सुँगुरको मासु कति वर्ष त नआएको कि ओके ल है साथीहरू अब चाहिँ खाना खाने टाइम ल दाजुलाई पनि बोला है कस्तो बनाएको नि मेरो भिडियोले टेस्ट चाहिँ हेर्दाखेरि दामी छ चामलको भात गुन्द्रुकको झोल मेथी काँक्रा यो हो ल पहिला चाहिँ सुरुमा चाहिँ अनुप दादालाई अरे ल लु साथी प्रार्थना गर है ल ल है साथीहरू सुरु गऱ्यौँ है हामी त प्रभु धन्यवाद तपाईँलाई अब खायो ल अब ल कस्तो भयो साथी दामी भएको छ चाहिँ मेथी मकैको भात जाने अब लगिराखिदिनु तपाईँले न अन्त बिहामा खाऊ राइस काकाला हो आज बेलुका खान्छौ अहिले त खाना खाइसक्यो ल त्यो स्कुलमै हुन्छ ओ दामी भएको छ है दामी भएको छ टेस्टी मेरो भिडियो दामी निकालेको छ स्वाद दामी दामी खाइदिएको सेतो त मन पर्दैन रातो त मन पर्छ भयो प्याज ल न प्याज मेहनत गरेर बनाउनुहोस् मजाले प्याज ल न प्याज मुखबाङ हुँदैछ है हाम्रो चाहिँ 35 किलोको ठिक हुँदो रहेछ साथी है दामी हुँदैछ नि 35 किलो बनाउँदा हेलो यो मासु पहिला मासु पकाएर बादमा उयो हालेको नि त